केटाहरू अब चाहिँ हामी चल्नुपर्ने हुन्छ अनि हाम्रो मम र मेमेले चाहिँ हामीलाई बास दिनुभयो धेरै धेरै धन्यवाद है हामी चाहिँ अब लागेको ल मेमे निमा यार नेक्स्ट टाइम खाएपछि मेमे त फोन चाहिँ नि यता ल हामी चाहिँ अब चलेको अवस्थामा होइन अब मर्निङ टाइम त्यस्तै मर्निङ टाइम चाहिँ अलिकति मर्निङ टाइम ठ्याक्कै 8:30 बत्ती न ओहो बाटो त फेरि यस्तो धराएको छ नि गाइजहरू अलिकति बी केयरफुल्ली भएर हिँड्ने अवस्था हुनुपर्छ है हामी चाहिँ ओए आधा सिटी पनि यार गाछौँ म चाहिँ अलिकति ब्याक गएर हामी चाहिँ अहिले चाहिँ हाम्रो मेयर र उसहरू हुनुहुन्छ होइन त्यही भएर यस्तो ठाउँमा अलिकति बी केयरफुल्ली भएर हिँड्नुपर्ने हुन्छ म चाहिँ टक्क लगाएर हाम्रो गाइजहरू हुनुहुन्छ मान्छेले चाहिँ केही नगर्ने खाले होइन टक्क लगाएर यतिको चाहिँ आनन्द भएपछि त रमाइलो भयो नि त हामीलाई ल गाइजहरू 3 जना चाहिँ यस्तो अवस्थामा एकजना बाइक स्टार्ट गर्यो त्यसपछि